पेशेवर अपराधीहरूको डफा हो। नेपालको पुलिस पेशेवर अपराधी भन्छ मैले। यसले त तपाईको त्यो न्याय पाउने त यहाँको न्याय प्रणाली अदालत र अब पुलिसबाट त न्याय भन्ने शब्द दिमागबाट हटाइदिए हुन्छ नेपालमा। यिनको बिल्कुल पेशेवर अपराध गरी थलोमा परिणत भइसकेको छ। गर्यो साम्राज्यवादीले यिनको बचाउको निम्ति गर्यो। यिनी जो भाडाको गिरोह छ नि यिनको बचाउको निम्ति गर्यो। किन भोलि कसैले मुद्दा हाल्छ त्यसलाई जोगाउनु पर्यो नि। न्यायाधीशहरू नेताहरू कतिलाई उन्मुक्ति दिए, सफल दण्डितको हुने आदेशमा कालीन गरी भरिए कर्मचारी। यो सबै हामीले दिनदिनै देखिरहेछौँ र मलाई के लाग्छ भन्छ भने यो देख्दा देख्दै जसले यसलाई लोकतन्त्र भनिएको छ त्यसको दिमाग फुस्किसकेको छ। मैले भने त्यसको दिमागले काम गर्दैन, यसमा भ्रम नेपाली हुन्छ। एउटा तबका मैले सुरु भने या त त्यो पेशेवर अपराधी मात्रै छ त्यहाँ लुटेर बसेको छ,